आज हामी एफिसी 2 अध्यायको 14 पदमा आइपुगेका छौँ अनि म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु तपाईले मसँग एफिसी 2 अध्यायको 14 पददेखि लिएर 18 पद आजको वचन खण्ड रहेको छ। आफ्नो बाइबल तपाईले मसँग पल्टाउन सक्नुहुनेछ, तर म चाहिँ पद 11 देखि लिएर 18 पदसम्म पढ्ने छु। तर आजको वचनको खण्ड चाहिँ 14 पददेखि लिएर 18 पदसम्मै रहेको छ, जुन हामी 11 देखि 13 पद हामीले गएको हप्ता हेरिसकेका छौँ। आउनुहोस् म तपाईको बीचमा आजको वचनको खण्डमा पाठ गरिदिने छु, जुन म 11 बाट सुरु गर्ने छु, तर आजको खण्ड चाहिँ 14 देखि लिएर 18 पद रहेको छ। एफिसी 2 अध्यायको 11 पद यसरी सुरु हुन्छ। यसकारण याद राख, तिमीहरू शरीर अनुसार अन्य जाति छँदा शरीरमा हातबाट खतना गरेकाहरूले तिमीहरूलाई बेखतनाका मान्थे। याद राख, तिमीहरू त्यसबेला ख्रिस्टबाट अलग, इजरायलका नागरिक हकबाट बाहिर भएका थियौ र प्रतिज्ञाका करारहरूबाट बिराना, आशा नभएका र यस संसारमा परमेश्वर रहित थियौ भनेर यहाँनिर प्रेरित पावलले अन्य जातिहरूलाई बताउँदैछन्। तर उनी 13 पदमा फेरि अर्को सत्यता बताउँदछन्। उनी भन्छन्, तर तिमीहरू जो त्यस बेला ख्रिस्ट येशूबाट टाढा थियौ, अब ख्रिस्टको रगतले नजिक भएका छौ। जुन यो खण्ड हामीले गएको हप्ता हेरिसकेका छौँ अनि आजको खण्ड यसरी सुरु हुन्छ। किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ, उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ र उहाँले व्यवस्थालाई, त्यसका आज्ञाहरू र धार्मिक विधानहरू समेत आफ्नै शरीरमा खारिज गर्नुभएको छ कि यी दुईको सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो। किन सुनाउनुभयो? 18 पदले यसको उत्तर दिन्छ। किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौँ। आमेन। प्रियहरू, हामीले जब हेर्छौँ भने हामी धेरै ठाउँमा पर्खाल देख्दछौँ, वाल लगाएको, पर्खाल लगाएको। पर्खालले देशलाई अलग बनाउँछ, सीमा छुट्याउँछ। यसले सीमा छुट्याइदिन्छ। तपाईँ र हाम्रो छिमेकीको बीचमा पनि पर्खाल छ, देशमा पनि पर्खाल छ, जिल्लाहरूमा पनि पर्खाल हुन्छ, जसको पर्खालको काम हो छुट्याउने, भिन्नता देखाउने काम पर्खालले गर्दछ। प्रियहरू, तर यस्तो पनि पर्खाल छ जो देखिँदैन तर त्यसले पर्खालको काम गर्दछ। त्यो पर्खाल हाम्रो हृदय हो। हाम्रो हृदयमा जुन कुरा हामी देख्दैनौँ तर डरको कारण, घमण्डको कारण, स्वार्थको कारण, अझ सबै कुराहरूभन्दा पापको कारण निर्माण भएको हुन्छ। जो हामी एउटै कोठामा, एउटै घरमा बस्न सक्छौँ, एउटा भित्ताले अलग बनाएको हुन्छ, तर त्यसरी नै हाम्रो हृदयमा भएको पापले पनि हामीलाई अलग बनाइदिएको हुन्छ। त्यसले पर्खालको काम गरिदिएको हुन्छ। जब यी कुराहरूले, जब पापले गर्दा मानिस अलग भएको हुन्छ, अझ पर्खालको काम गरिदिएको हुन्छ। पुरानो नियममा पनि हामी जब इजरायलीहरूको इतिहासमा हेऱ्यौँ भने पनि मन्दिरमा एउटा पर्खाल थियो, साँच्चीकैको देखिने पर्खाल थियो, जसले इजरायली र अन्य जातिहरूलाई अलग बनाउँथ्यो। त्यहाँ आराधना गर्दा, पाप बलिको भेटीहरू चढाउँदा अन्य जातिहरू त्यहाँ प्रवेश गर्न पाउँदैन थियो। त्यसले पर्खालले अलग बनाइदिएको थियो। त्यसरी नै अहिले पनि प्रियहरू, हामी नदेखे पनि हामी आत्मिक रूपमा होस्, सामाजिक रूपमा होस्, धार्मिक रूपमा होस् या वर्गीय रूपमा होस्, हामीलाई पर्खालले अलग बनाउँछ। जुन पर्खाललाई हामी देख्दैनौँ तर त्यसले अलग बनाइदिएको छ। तर प्रेरित पावलले अचम्मको एउटा सत्यता बताउँछन् जुन आजको खण्डमा, कि ख्रिस्टले त्यो पर्खाललाई भत्काइदिनु भयो र उहाँले मिलापमा ल्याउनु भयो, उहाँले नयाँ बनाउनु भयो अनि हामीलाई एउटै शरीर, एउटै मिलापमा ल्याउनु भयो। आज हामी ख्रिस्टले तपाईँ र मलाई उहाँको शरीर मण्डलीमा मिलापमा बनाउनु भएको छ र त्यो मिलापमा बनाउनु भएको हुनाले त्यो मिलापमा आउनुको आधार र हामी मिलापमा आउनुको माध्यमलाई हामी हेर्न गइराखेका छौँ। त्यसकारण आजको वचनको मुख्य विषय रहेको छ कि ख्रिस्टको शरीरमा हाम्रो मिलाप भएको छ। ख्रिस्टले हामीलाई उहाँको शरीरमा मिलापमा ल्याउनु भएको छ। जुन कुरा हेर्नुहोस् त 14 पदमा यसरी सुरु हुन्छ, उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ।
यहाँनिर मिलापको कुरा गर्दछन्। यहाँनिर प्रेरित पावलले यहाँनिर बताउँदैछन् एफिसीको मण्डलीलाई, जुन अन्य जाति र यहुदीहरूको बिचमा जुन ठुलो गहिरो फाटो थियो, खाडल थियो, बिमेल थियो, भिन्नता थियो, त्यसलाई कसरी मिलापमा आएको छ भन्ने कुरा बताउँदैछन् प्रियहरू। उनी भन्दछन् कि उहाँ हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ। उहाँले विभाजन ल्याउने त्यो पर्खाललाई भत्काइदिनु भएको छ। उहाँले दुवैलाई एउटै बनाउनु भयो, शान्ति स्थापना गर्नुभयो, मिलापको सुसमाचार सुनाउनु भयो। हेर्नुहोस् न, 13 पद हामी 16 पदमा देख्छौँ, 17 पदमा देख्छौँ उहाँले मिलापको सुसमाचार राख्नुभयो। फेरि 18 पदमा हामी देख्छौँ हामी दुवैले एउटै पवित्र आत्मा पाएका छौँ। यहाँनिर एउटै कुरा छ, स्थापना गर्नुभयो, शान्तिको कुराहरू हामी पाउँदछौँ प्रियहरू। यसले मिलापलाई जनाउँछ। यसले हामीलाई ख्रीष्टसँग, उहाँको शरीरसँग भएको मिलापको बारेमा बताउँदछ। र हामी ख्रीष्टको शरीरमा मिलाप भएका छौँ भने प्रियहरू, हामी आजै दुईवटा महत्त्वपूर्ण सत्यता हेर्नेछौँ। ती दुईवटा सत्यताले हामीलाई अझै त्यो ख्रीष्टको शरीरमा भएको मिलापमा नजिक हुन, घनिष्ठ हुन र त्यो मिलापमा कसरी आयौँ भनेर जान्न सहायता मिल्नेछ। त्यसकारण हामी दुईवटा कुरा हेर्नेछौँ, दुईवटा सत्यताहरू हामी हेर्नेछौँ जसले हामीलाई त्यो ख्रीष्टको शरीरमा त्यो मिलापमा आएको कुरालाई अझै नजिकबाट जान्नलाई सहायता मिल्नेछ। पहिलो कुरा हामी हेर्नेछौँ पद 14 देखि लिएर पद 16 पदमा हामी पहिलो सत्यता हेर्नेछौँ कि हाम्रो मिलापको आधारलाई हामी हेर्नेछौँ। हामी कुन आधारमा हामी मिलापमा आएका छौँ, हामी मिलापमा त्यो ख्रीष्टको शरीरमा त्यो मिलापमा आउनुको आधार के हो त, हामी पहिला आधारलाई हेर्नेछौँ। अनि दोस्रो कुरा हामी 17 पददेखि लिएर 18 पदमा के द्वारा उहाँले मिलापमा ल्याउनु भयो त्यो माध्यमलाई हामी हेर्नेछौँ। त्यसकारण हामी पहिलो कुरा हेर्न जाँदैछौँ कि हामी मिलापमा आउनुको आधार के हो त, कुन आधारमा हामी मिलापमा आयौँ, कुन आधारमा हामी त्यो ख्रीष्टको शरीरमा आएका छौँ भन्ने कुरा हामी मिलापलाई, पहिला आधारलाई हामी हेर्नेछौँ प्रियहरू। आधारको कुरा गर्दै गर्दा यहाँनिर प्रेरित पावलले एफिसीमा भएका विश्वासीहरूलाई बताउँदैछन् कि उनी त्यो ख्रीष्टको शरीरमा आउनुको आधार एउटै हो, त्यो कि ख्रीष्टले गर्नुभएको कार्य, ख्रीष्टले कल्वरीको क्रुसमा पापी मानिसहरूको निम्ति गर्नुभएको कार्यलाई उनले मुख्य आधार बनाएका छन् प्रियहरू। उनले यहाँनिर ख्रीष्टको व्यक्तित्व र ख्रीष्टको कार्यलाई प्रष्ट रूपमा झल्काउन गइराखेका छन्। जुन कुरा हामी 14 पदमा देख्छौँ, हेर्नुहोस् त, उनले ख्रीष्टलाई यहाँनिर देखाउँदैछन्, ख्रीष्टले गर्नुभएको कार्यलाई उनी बताउँदैछन्। उनी 14 पदमा भन्छन् उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। यहाँनिर ख्रीष्टलाई उहाँ भन्ने शब्द, यहाँनिर ख्रीष्ट शब्द प्रयोग गरिएको छैन, तर उहाँ नै भनिएको छ, जसले 13 पदसँग जोडिएको छ। अनि 13 पदमा हामी देख्छौँ कि जब ख्रीष्टको रगतले नजिक भएका छौँ भनेपछि ख्रीष्ट नै हाम्रो शान्ति हुनुहुन्छ भनेर यहाँनिर बताउँदैछन्। यहाँनिर तपाईँले अझै गहिरो रूपमा हेर्नुभयो भने पद 11 र 12, 13 पदमा तिमीहरू भन्ने शब्द प्रयोग गरिएका थिए। प्रेरित पावलले जुन अन्य जातिलाई बताउँदै थिए, एफिसीमा भएका अन्य जातिहरूलाई उनले भन्दै गर्दाखेरि यहाँनिर 14 पदमा आइसकेपछि उनी तिमीहरू नभनेर हाम्रो भन्दछन्, किनकि उनी आफै पनि यहुदी थिए। अनि एफिसीमा भएका अन्य जातिहरूलाई पनि उनी समेट्दैछन्, हाम्रो भन्दैछन्। उनी त्यो एक भएको, त्यो एकतामा भएको कुराहरूको बारेमा यहाँनिर बताउँदैछन्। उनले योभन्दा अगाडि अन्य जातिहरूलाई याद गर तिमी कस्तो अवस्थामा थियौ भनेर उनी बताएका थिए प्रियहरू। जुन कुरा हामीले 11 र 12 पदमा हेरेका थियौँ, तिमी बिरानो भएका थियौ, ख्रीष्टबाट टाढा थियौ, परमेश्वरदेखि अलग थियौ, त्यो अवस्थालाई याद गर। ख्रीष्टले आफ्नो रगतद्वारा नजिक बनाउनु भएको कुरालाई याद गर्नलाई, उनीहरूको विगतको अवस्थालाई याद गर्नलाई प्रेरित पावलले बताएका थिए। उनी आफै यहुदी थिए र अन्य जातिहरूलाई उनी बताउँदै थिए। र अहिले आएर उनीले यहुदी र अन्य जाति, आफू पनि यहुदी हुन् अनि एफिसीमा भएका अन्य जाति, उनी सबैलाई यहाँनिर समेट्दछन् र उनी ख्रीष्टको बारेमा बताउँछन् कि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ भनेर भन्दछन् प्रियहरू। यहाँनिर ख्रीष्टलाई बताउँदैछन् कि ख्रीष्टमा शान्ति, हेर्नुहोस् त, उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। को हुनुहुन्छ शान्ति? ख्रीष्ट नै शान्ति हुनुहुन्छ भनेर यहाँनिर उनले बताउँदैछन् प्रियहरू। उहाँले त्यो ख्रीष्टले मेलमिलाप गराउनु भयो, शान्ति स्थापना गरिदिनु भयो। त्यसकारण ख्रीष्ट केवल शान्तिदाता, शान्ति दिने मात्रै नभएर ख्रीष्ट नै शान्ति, उहाँको व्यक्तित्वलाई यहाँनिर 14 पदमा प्रेरित पावलले बताउँदैछन्, देखाउँदैछन् प्रियहरू। प्रेरित पावलले भन्दैछन् कि एफिसीका मण्डलीका विश्वासीहरू, सुन, तिमी यहुदी र अन्य जातिलाई कसरी
ख्रिस्टले त्यो शान्तिमा ल्याउनु भयो। हामी आफै हेर्नुहोस् न, हाम्रो शान्ति हुनुहुन्छ भने ख्रिस्टको व्यक्तित्वलाई उनी महत्त्वपूर्ण कुराको रूपमा झल्काउँदैछन् कि ख्रिस्टले कसरी एउटै मण्डलीमा त्यो मिलाप, त्यो एकतामा ल्याउनु भयो, कारण उहाँ शान्ति हुनुहुन्छ भनेर ख्रिस्टको कार्यलाई उनी देखाउँदैछन्। प्रियहरू, जुन कुरा धार्मिक, जातीय र विविध कुराहरूले गर्दा यहुदी र अन्य जातिहरू टाढा भएका थिए, उनीहरूको बिचमा मेलमिलाप थिएन, धेरै दूरी कायम थियो। तर प्रेरित पावलले बताउँदैछन्, होइन, ख्रिस्ट हाम्रो शान्ति हुनुहुन्छ। उनले ख्रिस्टको व्यक्तित्वलाई जनाउँदैछन् कि जसले मिलापमा ल्याउनु भयो, जसले एकतामा ल्याउनु भयो, जसले यी दुवै जातिलाई एउटै बनाउनु भयो भनेर यहाँनिर बताउँदैछन्। प्रियहरू, शान्ति एउटा आत्मिकी र सामाजिक रूपमा उनीहरूलाई एक बनाएको कुरा बताउँदैछन्, किनकि उनीहरूको बिचमा शत्रुता थियो, उनीहरू टाढा थिए। तर ख्रिस्ट जो हाम्रो शान्ति हुनुहुन्छ र उहाँले एक बनाउनु भयो, त्यो सम्बन्धलाई उहाँले निर्माण गरिदिनु भयो, पुनर्स्थापना गरिदिनु भयो। जातीय, धार्मिक विभिन्न क्षेत्रहरूले विभाजन भएको कुरालाई चिर्दै ख्रिस्टले ती कुराहरूलाई कसरी एकतामा ल्याउनु भयो र मण्डलीमा राख्नुभयो भनेर प्रेरित पावलले ख्रिस्टलाई एउटा शान्तिको रूपमा उहाँ शान्ति हुनुहुन्छ भनेर ख्रिस्टलाई देखाउँदैछन्। प्रियहरू, साँच्चीकै पनि ख्रिस्ट हाम्रो शान्ति हुनुहुन्छ। ख्रिस्टमा नै त्यो साँचो शान्ति छ। प्रियहरू, उहाँले उहाँको शान्तिद्वारा मात्रै, उहाँको मिलापद्वारा मात्रै यहुदी र अन्य जाति ख्रिस्टमा आएका छन्, मण्डलीमा एउटै भएका छन्। यो साँचो शान्ति केवल ख्रिस्टमा छ। तर प्रश्न यो हो कि हामीलाई शान्तिको आवश्यक किन थियो? शान्ति किन चाहिएको थियो? किन यी अन्य जातिहरू र यहुदीहरूलाई शान्तिको आवश्यकता किन थियो? प्रियहरू, किनकि उनीहरूले परमेश्वरको विरुद्धमा, सारा मानिस जातिले परमेश्वरको विरुद्धमा पाप गरेको थियो। पाप साधारण व्यक्तिको विरुद्धमा होइन, तर जीवित सारा संसारको मालिक, हाम्रो जगतको मालिक ख्रिस्ट जुन परमेश्वर पिताको विरुद्धमा मानिसले पाप गरेको थियो। पापको कारण मानिसको दुश्मनी परमेश्वरसँग थियो, किनकि उनले परमेश्वरको विरुद्धमा पाप गरेका थिए। परमेश्वर पवित्र हुनुहुन्थ्यो तर मानिस पापी थिए, जसको कारण मानिस परमेश्वरको क्रोधमुनि थियो, क्रोधका सन्तान भएका थिए। तर जीवित परमेश्वरको विरुद्धमा पापी मानिसलाई परमेश्वरले बचाउनलाई आफ्नो पुत्र येशू ख्रिस्टलाई पठाउनु भयो। उहाँलाई शान्तिको रूपमा, शान्तिदाताको रूपमा, शान्तिको रूपमा पठाउनु भयो। जुन कुरा हामीले अगाडि सुरुको खण्डमा पनि पढ्यौँ कि यशाया 9 अध्यायको 6 पदमा बताउँछ कि उहाँको नाम शान्तिको राजकुमार हुनेछ भनेर राखिएको छ। प्रियहरू, कलसी 1 अध्यायको 20 पदमा उहाँले जो ख्रिस्टले क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। कसले ल्याउनु भयो? ख्रिस्टले ल्याउनु भयो। कसलाई शान्ति गराउनु भयो? कि क्रुसद्वारा, उहाँको रगतद्वारा शान्ति गराएर स्वर्गको होस् वा पृथ्वीको सबै थोकलाई उहाँले मिलापमा ल्याउनु भयो। प्रियहरू, भने ख्रिस्टमा मात्रै त्यो साँचो शान्ति छ, किनकि ख्रिस्ट नै शान्ति हुनुहुन्छ। प्रियहरू, तपाईमा साँचो शान्ति छैन भने तपाईँ ख्रिस्टमा हुनुहुन्न। प्रियहरू, ख्रिस्टमा हुनु भनेको शान्तिमा हुनु हो, र यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ शान्तिमा हुनुहुन्छ, किनकि तपाईँ र परमेश्वरको विरुद्धको द्वन्द्व, त्यो शत्रुता ख्रिस्टले शेष गरिदिनु भएको छ, मिलापमा ल्याउनु भएको छ। प्रिय, तर यदि ख्रिस्टमा भएर पनि त्यो साँचो शान्तिलाई तपाईँले बुझ्नु भएको छैन भने तपाईँले ख्रिस्टमा नहेरेर तपाईँको नजर अरू कुनै कुरा, थोक, वस्तु, चिज, व्यक्तिमाथि भएको हुनसक्छ, जहाँनिर साँचो शान्ति छैन। अनि जहाँनिर अरू मानिसहरूले पनि खोज्ने गर्छन्, अनि शान्तिको खोजीमा हिँडेका मानिसहरूलाई हामी देख्छौँ खाली खुट्टै हुन्छन्, खाली पेटै हुन्छन्, हिँडिराखेका हुन्छन्, तर भेट्टाउन सक्दैनन्, किनकि ख्रिस्ट त्यो व्यक्ति हुनुहुन्छ जो साँचो शान्ति उहाँमा छ। प्रियहरू, उहाँ नै साँचो शान्ति हुनुहुन्छ, र हामी ख्रिस्टमा हुनेहरूमा अशान्ति हुनुको एउटा कारण हो कि हामी ख्रिस्टमा भएकाहरूले त्यो ख्रिस्टले दिनुभएको शान्तिलाई व्यवस्थापन गर्न नसकेर, त्यो ख्रिस्टले कल्वरीको क्रुसमा हामीलाई दिनुभएको त्यो शान्तिलाई हामीले अझै नजिकबाट नबुझेर, त्यो सत्यतालाई गम्भीरताको रूपमा नलिएर हामीमा कहिलेकाहीँ अशान्त हुने गर्दछ। प्रियहरू, तर हामीलाई यो कुरा थाहा हुनुपर्छ कि ख्रिस्टको कार्य, जुन मिलापको कार्य गर्नुभयो, जसमा हाम्रो आधार छ कि हामी त्यो ख्रिस्टको शरीरमा,
हामी चर्चमा हामी त्यो मिलापमा आएका छौँ, किनकि उहाँ शान्ति हुनुहुन्छ र उहाँले दुवैलाई एउटै बनाउनु भएको छ भनेर हेर्नुहोस् त यहाँनिर प्रेरित पावलले बताउँदैछन्। उनी भन्छन् हामी दुवैलाई एउटै बनाउनु भयो। यहाँनिर पनि हामी शब्द प्रयोग गर्छन्। पावलले यहुदी र अन्य जातिहरूलाई बताउँदैछन् कि ख्रिस्टले नै दुईटैलाई एउटै बनाउनु भयो, उहाँले एकतामा ल्याउनु भयो भनेर उनी ख्रिस्टको बारेमा यहाँनिर बताउँदैछन्, ख्रिस्टको कार्यको बारेमा बताउँदैछन्, ख्रिस्टले गर्नुभएको कामको बारेमा बताउँदैछन्। प्रियहरू, उनी भन्दछन् उहाँले हामीलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनु भएको छ भनेर यहाँनिर बताउँदैछन्। प्रियहरू, अझ तपाईँ र मैले यसलाई अझ अलिक गम्भीर रूपमा जब यो पर्खालको विषयमा अनि यहुदी जातिको यदि हामीले उनीहरूको ऐतिहासिक पृष्ठभूमिलाई हामीले हेऱ्यौँ भने कस्तो खाले पर्खाल थियो भनेर हामी अझै नजिकबाट जान्न सक्छौँ। प्रियहरू, सम्भवतः यो यरुसलेममा भएको जो मन्दिरमा पनि पर्खाल राखिएको थियो, जहाँनिर यहुदी जातिहरू बलिदानको भेटीहरू गर्नलाई उनी भित्र हुन्थे भने बाहिर एउटा पर्खाल हुन्थ्यो जहाँनिर अन्य जातिहरूलाई त्यहाँ आउनलाई प्रवेश गर्नलाई रोकिएको थियो। त्यो शत्रुताको पर्खाल त्यहाँनिर जसले विभाजन ल्याइदिएको थियो। प्रियहरू, र त्यो विभाजन ल्याउने त्यो शत्रुताको पर्खाललाई यहाँनिर येशू ख्रिस्टले कसरी एउटै बनाउनु भयो भन्ने कुरा बताउँदैछन्। प्रियहरू, यो कुरा बुझ्नलाई अझै गम्भीर रूपमा बुझ्नलाई हामीले अन्य जाति र यहुदीहरू बीचको त्यो ऐतिहासिक उनीहरूको धार्मिक उनीहरूको सांस्कृतिक त्यो पृष्ठभूमिलाई हामीले बुझ्नुपर्छ, जुन पहिलो शताब्दीका विश्वासीहरूलाई पनि यसले ठुलो असर पारेको थियो कि यहुदी पनि विश्वास गरेर चर्चमा आए, अन्य जाति पनि आए, तर त्यहाँनिर मिलाप नभएको कुरा हामीले ठुलो सङ्घर्ष गर्नु परेको कुरा हामी देख्दछौँ। जुन कुरा प्रेरित 15 अध्यायमा त्यहाँनिर मैले गएको हप्ता पनि बताएको थिएँ, त्यहाँ परिषद नै बसेको थियो कि त्यहाँनिर बताएको थियो यहुदी विश्वासीहरूले भन्दै थिए खतना हुनुपर्छ उद्धार र मुक्ति पाउनलाई भनेर। त्यहाँनिर झुटो शिक्षा सही तरिकाको त्यो बुझाइ नभएको कारण सुरुवाती मण्डलीले पनि सङ्घर्ष गर्नु परेको थियो, किनकि यहुदी जाति र अन्य जातिहरूको बिचमा ठुलो विभाजन थियो। प्रियहरू, त्यति बेला संसारमा दुईवटा मात्रै जाति थिए, एउटा यहुदी जाति जसले जीवित परमेश्वर र मोसाका व्यवस्थाहरूको पालना गर्दथ्यो, अर्को अन्य जाति जसले मूर्ति पूजा गर्दथ्यो र यी इजरायलीहरूको विरुद्धमा थिए। प्रियहरू, त्यहाँनिर धार्मिक विभाजन थियो। प्रियहरू, परमेश्वरले मोसालाई दिनुभएका नियमहरू व्यवस्थाहरू इजरायलीहरूले मान्थे, के खाने, कुन खाने, कसरी लाउने, कसरी शुद्ध हुने, खतनाका कुराहरू, विभिन्न नियमहरू थियो, आराधनाका नियम थियो, शुद्ध हुनुपर्ने कुराहरूकोमा नियम थियो। अनि ती नियम कसले मान्थे? यहुदीहरूले मान्थे भने अन्य जातिहरू मूर्ति पूजक थिए र उनी परमेश्वरदेखि टाढा थिए। यसले धार्मिक र जातीय पहिचान उनीहरूको फरक थियो। प्रियहरू, सामाजिक रूपमा पनि उनी अलग थिए। यहुदी जाति र गैर यहुदी बीचमा कुनै नजिकको सम्बन्ध थिएन, उनीहरू सम्बन्धै राख्दैनथे, एकअर्कालाई बोलाउँदा पनि बोलाउँदैथे र एकअर्कासँग कुनै पनि सम्बन्ध राख्दैनथे। त्यति मात्र होइन, यहुदीहरूले त्यो अन्य जातिहरूलाई आराधना गर्ने मन्दिरमा पनि प्रवेश गर्न दिँदैनथे, किनकि त्यो जातीय त्यो धार्मिक फरक त्यहाँ विभाजनता थियो। प्रियहरू, त्यसकारण यरुसलेमको मन्दिरमा यहुदी र गैर यहुदी बीचको जुन पर्खाल थियो त्यहाँ बाहिर ठुलो चेतावनीको रूपमा एउटा अक्षरहरू लेखिएको थियो। त्यो यस्तो लेखिएको थियो कि विदेशीहरू अथवा अन्य जातिहरूले यो पर्खाल पार गर्न नपाउने, यदि उसले गर्यो भने आफ्नो मृत्युको जिम्मेवार ऊ आफै हुनेछ भनेर उसलाई मृत्यु दण्ड दिइन्थ्यो। प्रियहरू, यति ठुलो गहिरो पर्खाल उनीहरूको बीचमा थियो। तर ख्रिस्टले के गर्नुभयो? ख्रिस्टले के गर्नुभयो? उहाँले त्यो शत्रुताको पर्खाललाई भत्काइदिनु भयो। उहाँले त्यो शत्रुताको पर्खाललाई नष्ट पारिदिनु भयो। प्रियहरू, हटाइदिनु भयो। उहाँले आफ्नो क्रुसद्वारा यी कुरा गर्नुभयो अनि मिलापमा उहाँले ल्याउनु भयो। यो ख्रिस्टको कार्य हो। हेर्नुहोस् त, हामी यहाँ देख्दछौँ कि उहाँले भत्काइदिनु भयो, ख्रिस्टले भत्काउनु भयो। त्यो भेदभावलाई उहाँले अन्त्य गरिदिनु भयो। प्रियहरू, त्यो ठुलो भेदभावको बिचमा जहाँनिर जातीयताको, वर्गको, धर्मको आधारमा त्यहाँनिर मानिसहरूको बिचमा भेदभाव भएको थियो, तर ख्रिस्टले त्यसलाई भत्काएर मिलापमा ल्याउनु भयो। प्रियहरू, कल्पना गर्नुहोस्, तपाईँ र म हामी सोचौँ हाम्रो वरिपरि भएका एउटा कुनै परिवारलाई हामी चिन्दछौँ, जुन परिवारमा केही समय अगाडि राम्रो थियो तर केही सानो कुराले विभाजन ल्याउँछ र यति ठुलो विभाजन ल्याइदिन्छ कि उनी केही वर्षसम्म एकअर्कासँग बोल्दैनन्, एकअर्कासँग कुराकानी गर्दैनन्, एकअर्कासँग कुनै सम्बन्ध राख्दैनन्
उनीहरू एक अर्का आफैमा वर्षौंसम्म उनीहरूको बीचमा द्वन्द्व स्थापना हुन्छ। तर एक दिन कुनै कारणवश कुनै केही कारणले उनीहरू फेरि मिलापमा आउँछन् र उनीहरूको बीचमा भएको त्यो पर्खाल भत्किन्छ र उनीहरू एउटै परिवारमा हुन्छन्। त्यसरी नै प्रभु येशू ख्रीष्टले पनि कल्भरीको क्रुसको मृत्युद्वारा त्यो विभाजन ल्याउने पर्खाललाई भत्काइदिनु भयो प्रियहरू। उहाँले मिलापमा ल्याउनु भयो। ख्रीष्टको मृत्युले त्यो मिलाप र एकताको नयाँ बाटोलाई प्रमाणित गरिदियो प्रियहरू, जसले यहुदी र अन्य जाति बीचको फरकलाई एक बनाइदियो। न हामी यहुदी न हामी अन्य जाति, तर हामी पनि परमेश्वरको विरुद्धमा थियौँ प्रियहरू। यो पर्खाल केवल मानिस बीचमा पनि थिएन, तर जीवित परमेश्वर र मानिसको बीचमा पनि पर्खाल थियो। पापी मानिस पवित्र परमेश्वर कहाँ जान सक्दैन थियो प्रियहरू, उसको पापको कारणले। तर ख्रीष्ट येशू जुन कल्भरीको क्रुसमा उहाँको मृत्युद्वारा त्यो पापी मानिसलाई प्रवेश गर्ने द्वार ढोका उहाँले खोलिदिनु भयो। उहाँको मृत्युद्वारा त्यो परमेश्वर कहाँ हामी जान पायौँ, त्यो मित्र त्यो एकतामा उहाँले राखिदिनु भयो। जुन कुरा हामी हिब्रू 10:20 मा पाउँदछौँ कि त्यहाँनिर लेखिएको छ, हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग खोलिएको छ। अनि त्यो मार्गको बारेमा बताउँदैछन् हिब्रूका लेखकले। उनी भन्छन्, जसको कारण पर्दाद्वारा अर्थात् उहाँ भनेको ख्रीष्टको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौँ, परमेश्वर कहाँ जान सक्छौँ, परमेश्वर कहाँ मिलापमा जान सक्छौँ। जुन पर्दा प्रभु येशू ख्रीष्टले आफ्नो कल्भरीको क्रुसको मृत्युमा जब उहाँले प्राण त्याग्नुभयो, त्यो यरुशलेमको पर्दा, मन्दिरको पर्दा दुई भागमा च्यातियो भनेर हामी पाउँदछौँ प्रियहरू। त्यो पर्खाललाई उहाँले च्यातिदिनु भयो, त्यो भिन्नतालाई उहाँले मिलापमा ल्याइदिनु भयो प्रियहरू। केवल उहाँले गर्नुभयो, केवल ख्रीष्टले गर्नुभयो। उहाँको मृत्युद्वारा उहाँले गर्नुभएको कल्भरीको क्रुसको कार्यद्वारा यी भए प्रियहरू। त्यति मात्रै भएनन्, उहाँले व्यवस्थालाई र त्यसका आज्ञाहरू र धार्मिक विधानहरूलाई समेत आफ्नै शरीरमा खारिज गर्नुभएको छ। हेर्नुहोस् त 15 पदमा बताउँछ, उहाँले व्यवस्थालाई र त्यसका आज्ञाहरू र धार्मिक विधानहरूलाई समेत आफ्नै शरीरमा खारिज गर्नुभएको छ कि यी दुईको सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गरून् र यसरी शान्ति स्थापना होस्। त्यो ख्रीष्टले यहाँनिर व्यवस्थालाई कसरी पुरा गरिदिनु भयो, कसरी त्यो अवरोध थियो यहुदी र अन्य जाति बीचको, त्यो नियमलाई उहाँले समाप्त गरिदिनु भयो प्रियहरू। यहाँनिर व्यवस्थाका आज्ञा र धार्मिक विधानहरू भनिएको छ, जुन ख्रीष्टले आफ्नो शरीरमा खारेज गरिदिनु भयो। यो व्यवस्था नैतिक व्यवस्था होइन, 10 आज्ञा सम्बन्धीको व्यवस्था होइन प्रियहरू। यो आज्ञा मूलतः बलिदान सम्बन्धी, धार्मिक विधि विधान सम्बन्धी, परम्परा सम्बन्धित थियो, जुन यहुदीमा विद्यमान कायम भएको थियो। खतनाको बारेमा, खानेको, शुद्ध हुने, यी आदि व्यवस्थाका जुन नियमहरूले गर्दा यहुदी र गैर यहुदी बीच, यहुदी र अन्य जाति बीच ठुलो भिन्नता, दुश्मनी सिर्जना गरिएको थियो प्रियहरू। तर ख्रीष्टले त्यो कुरा पुरा गरिदिनु भयो। उहाँले व्यवस्थाका ती आज्ञाहरू र नियमहरू, त्यो धार्मिक परम्परालाई, ती बलिदानलाई उहाँले आफ्नो बलिदानद्वारा सबै कुराहरूलाई पुरा गरिदिनु भयो र एक विभाजन ल्याउने त्यो पर्खाललाई उहाँले भत्काएर तिनीहरूलाई एक बनाउनु भयो र त्यो व्यवस्थाको असर, व्यवस्थाको दोषबाट, त्यो नियमबाट उहाँले तिनीहरूलाई हटाएर आफ्नै शरीरमा खारिज गरेर त्यो व्यवस्थाको अन्त्य गरिदिनु भयो, त्यो नियमहरूको अन्त्य गर्नुभयो। जुन कुरा हामी रोमी 10:4 पदमा पाउँछौँ, किनभने विश्वास गर्ने धर्मी ठहरियोस् भनेर नै ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। उहाँले खारिज गरिदिनु भयो। यो खारिज भन्ने शब्दको अर्थ हुन्छ उहाँले निष्क्रिय गरिदिनु भयो, यसको प्रभावलाई उहाँले हटाइदिनु भयो प्रियहरू। उहाँले व्यवस्थालाई रद्द गरिदिनु भयो। उहाँले व्यवस्थालाई हटाउनु, उहाँ व्यवस्थालाई पुरै रद्द गर्नलाई होइन, तर पुरा गर्नलाई आउनुभएको थियो। तर यी नियमहरूलाई उहाँले खारिज गरिदिनु भयो प्रियहरू। उहाँले क्रुसमा यी कुराहरू गर्नुभयो। जुन कुरा हामी कलसीको पत्रमा पाउँछौँ कि कानुनी दाबी, ती तमसुकलाई उहाँले खुल्ला कल्भरीको क्रुसमा हाम्रो विरुद्धमा भएका तिनलाई उहाँले निष्क्रिय गरिदिनु भयो, रद्द गरिदिनु भयो प्रियहरू। र यसको सट्टामा उहाँले के गर्नुभयो, त्यो धार्मिक विधि विधान आफ्नै शरीरमा खारिज गर्नुभयो र यी दुईको सट्टामा उहाँले आफैमा एउटा नयाँ मानिस सृष्टि गर्नुभयो, नयाँ बनाउनु भयो प्रियहरू। उहाँले हामीलाई नयाँ बनाउनु भयो, नयाँ सृष्टि गरिदिनु भयो। उद्देश्य एउटै हो, यहुदी र
अन्य जातिलाई एकसाथ उहाँले मिलापमा ल्याउनको लागि, उहाँको चर्चमा ल्याउनको लागि उहाँले नयाँ कुरा सृष्टि गर्नुभयो। यो पुरानोलाई रिपेयरिङ गरेको होइन, मर्मत गरेको होइन, तर टोटली नयाँ बनाउनु भयो। अनि यो नयाँ बनाउनु भयो भन्ने कुरा चाहिँ यहाँनिर व्यक्तिगत होइन, सामूहिक रूपमा हो। मण्डलीमा, चर्चको विषयमा उहाँले नयाँ बनाउनु भयो। उहाँले यहाँनिर प्रयोग गरिएको जुन शब्द छ सृष्टि गर्नुभयो भन्ने कुरा यो एकदमै अद्भुत छ। जुन एकदमै के भन्छ, जब सुरुमा परमेश्वरले सृष्टि गर्दा प्रयोग भएको छ त्यही शब्द यहाँनिर प्रयोग गरिएको छ। पहिला सुरुमा परमेश्वरले सृष्टि गर्दा आदम र हव्वाले पाप गरे, उनी परमेश्वरदेखि टाढा भए, तर ख्रीष्टले अर्को एउटा नयाँ सृष्टि बनाउनु भयो। मण्डलीको उहाँले सुरुवात गर्नुभयो, उहाँले बनाउनु भयो ताकि उनीहरू एक आउन सकुन्। त्यसकारण त बताएको छ नि, यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बिति गएको छ। जुन कुरा हामी 2 कोरिन्थी 5 अध्यायको 17 पदमा पाउँदछौँ। उहाँले यो नयाँ बनाउनुको उद्देश्य के थियो, उहाँले यी सबै कार्य गर्नुको उद्देश्य के थियो भन्नुहुन्छ भने एउटै हो। हेर्नुहोस् त 15 पदको अन्तिममा पाउँछौँ, ताकि शान्ति स्थापना होस्। यसरी शान्ति स्थापना होस्। उहाँले नयाँ बनाउनु भयो, मिलापको लागि नयाँ सक्रिय रूपमा उहाँले सृष्टि गर्नुभयो र त्यो शान्ति उहाँले स्थापना गरिदिनु भयो। दुश्मनीलाई अन्त्य गरिदिनु भयो, नयाँ सम्बन्धलाई स्थापना राखिदिनु भयो, मित्रता र मिलापमा ल्याउनु भयो, मानिस बीचको मित्रतामा ल्याइदिनु भयो। त्यति मात्र होइन प्रियहरू, हाम्रो मित्रता परमेश्वरसँग पनि हाम्रो मिलाप भयो। पापको कारण टुटेको सम्बन्ध, पापको कारण मानिस परमेश्वरदेखि धेरै टाढा गइपुगेको थियो, फर्केर आउने कुनै पनि सम्भावना थिएन। तर ख्रीष्टले त्यो टाढा गएको व्यक्तिलाई नयाँ गरी बनाउनु भयो, नयाँ सृष्टि गरिदिनु भयो, उहाँको मण्डलीमा ल्याउनु भयो। उहाँले मण्डलीमा त्यो टाढा भएको दुवैलाई उहाँले एकमा राखिदिनु भयो प्रिय, ताकि शान्ति स्थापना गरिदिनु भयो, एउटै बनाउनु भयो। उहाँले एउटै शरीरमा राख्नुभयो, छुट्टा छुट्टै होइन, ख्रीष्टमा सबैलाई एउटै राख्नुभयो। एउटै उद्देश्य राखेर उहाँले सृष्टि गर्नुभयो ताकि शान्ति कायम होस् प्रियहरू। उहाँले तिनीलाई बनाउनु भयो। जसरी हामी हेर्छौँ सृष्टिमा सुरुवाती दिनमा परमेश्वरले शून्यताबाट आफ्नो वचनद्वारा यति सुन्दर सृष्टिलाई बनाउनु भयो, अनि ख्रीष्टले फेरि मण्डलीलाई विभिन्न जाति, विभिन्न भाषा, विभिन्न वर्गमा भएका व्यक्तिहरूलाई सुन्दर रूपमा त्यो मिलापमा राखिदिनु भयो, चर्चमा राखिदिनु भयो। पापले गर्दा सम्बन्ध जुन टाढा भएको थियो, दुश्मनी भएको थियो, तर परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा मिलापमा ल्याउनु भयो प्रियहरू। कसरी ल्याउनु भयो त हेर्नुहोस् त 16 पदमा। त्यो मिलापमा के द्वारा, त्यो माध्यम, त्यो आधार के हो त, आउने आधार के हो, कसरी हामी आयौँ त, हाम्रो आधार के छ त, हामी जुन परमेश्वरको नजिक त्यो मिलापमा आयौँ। 16 पदले बताउँछ, अनि उहाँले क्रुसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष गरिदिनु भयो। कसले? उहाँले भनेको ख्रीष्टले। कसद्वारा? क्रुसद्वारा हामीलाई भनेको यहुदी, अन्य जाति दुवैलाई, सारा मानिस जातिलाई उहाँले के गर्नुभयो? एक बनाउनु भयो, उहाँले मेल गराउनु भयो एउटै शरीरमा। अनि यो शरीरले चाहिँ मण्डलीको कुरा गर्छ, चर्चको कुरा गर्छ प्रियहरू, जहाँनिर हामी एक भएका छौँ। यो मिलापको कार्य पुरा भएको छ। ख्रीष्टले दुवै समूहलाई एउटै बनाउनु भएको छ, आफ्नो शरीरमा मिलापमा ल्याउनु भएको छ। यो एक शरीरले मण्डलीलाई बताउँछ। अब यहुदी र अन्य जातिहरू एउटै आत्मिक शरीरमा सहभागी छन्, त्यो हो येशू ख्रीष्टको शरीर। जुन कुरा हामी एफिसी 1 अध्यायको 23 पदमा पनि देख्छौँ, जुन मण्डली उहाँको शरीर हो। हेर्नुहोस् त, चर्च उहाँको शरीर हो। उहाँले चर्चमा ल्याउनु भयो, उहाँले मण्डलीमा ल्याउनु भयो। अनि कसरी ल्याउनु भयो? क्रुसद्वारा। उहाँ क्रुसमा उहाँले त्यो कार्य गरिदिनु भयो र मिलापमा ल्याउनु भयो। त्यसकारण हाम्रो मिलापमा आउनुको आधार एउटै हो प्रियहरू, प्रभु येशू ख्रीष्टले कल्वरीको क्रुसमा गर्नुभएको कार्य। ख्रीष्टले क्रुसमा त्यो शत्रुता र दुश्मनीलाई शेष गरिदिनु भयो, मारिदिनु भयो र पूर्ण रूपमा उहाँले मिलापमा ल्याउनु भयो। यो विवाद, यो ल्याउनु भएको, एक बनाउनु भएको, जुन एफिसीका चर्चमा पनि सङ्घर्ष गरिराखेका थिए। किनकि त्यहाँनिर यहुदी जातिहरू थिए अनि अन्य जातिहरू थिए। जुन अन्य जाति, जुन यहुदी होइनन्, उनीहरू आर्तिमस, त्यो मूर्ति पूजक थिए भने यहुदी जुन व्यवस्था, जुन परमेश्वरको व्यवस्था मान्दै आएका थिए, उनीहरूको बिचमा ठुलो खाडल थियो। अनि ख्रीष्टले कसरी उनी दुईटैलाई मण्डलीद्वारा चर्चमा ल्याएर
एक बनाउनु भयो भन्ने कुराको सत्यता यहाँनिर प्रेरित पावलले बताउँदैछन् प्रियहरू। यो केवल ख्रीष्टको बलिदानद्वारा मात्र सम्भव भयो प्रियहरू। ख्रीष्टले क्रुसमा त्यो बलिदानद्वारा त्यो शत्रुतालाई नाश गरिदिनु भयो। दुश्मनी, पाप, धार्मिक अहङ्कार, सांस्कृतिक परम्परा, भेदभाव यी सबैलाई उहाँले आफ्नो मृत्युमा मेटाइदिनु भयो, हराइदिनु भयो, नष्ट पारिदिनु भयो प्रियहरू। त्यसकारण ख्रीष्टले आफ्नो शरीरमा हामीलाई मिलाप, क्षमा, एकता सम्भव बनाइदिनु भयो प्रियहरू। ख्रीष्टले धार्मिक विधि विधान संस्कारहरूलाई खारिज गरिदिनु भयो र एउटैमा ल्याउनु भयो। त्यो पर्खाललाई उहाँले हटाइदिनु भयो प्रियहरू। त्यसकारण त नयाँ मानिस सृष्टि गर्नुभयो, जहाँनिर साँचो मिलाप, साँचो एकता र साँचो शान्तिको स्थापना उहाँले गरिदिनु भयो, जुन क्रुसद्वारा उहाँले यी कार्य गर्नुभयो प्रियहरू। यहाँनिर ख्रीष्टले गर्नुभएको कार्यलाई बताउँछ कि त्यो मिलापमा आउनुको एउटै कार्य हो, एउटै आधार हो कि ख्रीष्टले कल्वरीको क्रुसमा गर्नुभएको कार्यले प्रियहरू, अरू कुनै आधार छैन भनेर यहाँनिर बताउँदैछ। नत्र त फरक फरक भइहाल्थे, तर ख्रीष्टले गर्नुभएको कार्यले उनी एक भएका छन्, एउटै भएका छन्। अब उनको आधार एउटै छ कि ख्रीष्टको कार्यमा। मेरो श्रीमती मन्जु र मलाई एक हुने, हामी एउटै शरीरमा हामी एक बन्नलाई एउटा मात्रै आधार थियो, त्यो थियो विवाह। विवाहले हामीलाई एक बनायो प्रियहरू। विवाहले हामीलाई एउटै शरीरमा ल्यायो। हाम्रो मिलापको आधार भनेको हाम्रो पढाइ होइन, लेखाइ होइन, जात होइन, भाषा होइन, एउटै हो, त्यो हो विवाह। विवाहले हामीलाई एउटैमा जोडिदियो प्रियहरू। त्यसकारण त जे मन्जुको छ, मेरो श्रीमतीको छ, त्यो मेरो भयो, मेरो जो छ उनको भयो, किनकि हाम्रो आधार एउटै भयो विवाह। विवाहले हामीलाई मिलापमा ल्याइदियो। त्यसकारण हामी परमेश्वर, यसरी यो परमेश्वरको मण्डलीमा हामी विभिन्न जाति, भाषा, क्षेत्रबाट आएका व्यक्तिहरूको पनि आधार एउटै हो कि ख्रीष्टले कल्वरीको क्रुसमा गर्नुभएको कार्य। आमेन। जसले हामीलाई एक बनाउँछ प्रियहरू, जसले हामीलाई एकतामा राखिदिन्छ प्रियहरू, केवल ख्रीष्टले गर्नुभएको कार्य। त्यसैले त प्रियहरू, त्यसैले त हामी त्यो साँचो ख्रीष्टको शान्तिमा जिउने प्रयास गर्नु जरुरी छ। संसारले दिने अस्थायी शान्ति होइन प्रियहरू, ख्रीष्टमा पाइने जुन स्थायी शान्ति, जहाँनिर हामी साँचो विश्राम गर्न सक्छौँ। ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराउनु भयो र उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। हामीलाई एक बनाउनु भएको छ, हामीलाई नयाँ बनाउनु भएको छ। यो ख्रीष्टले गरेको कार्य हो। उहाँले शत्रुताको पर्खाललाई उहाँले भत्काइदिनु भयो, हामीलाई एउटै एक बनाउनु भयो, नयाँ बनाउनु भयो। यही नै ख्रीष्ट केन्द्रित मिलाप हो प्रियहरू। हामी ख्रीष्टको शरीरमा मिलापमा आउनुको आधार एउटै हो कि ख्रीष्टले गर्नुभएको कार्यले। हामी अब अलग छैनौँ, हामी एउटै शरीर, नयाँ मानिस, एउटै शरीर, एउटै ख्रीष्ट, एउटै मण्डलीमा एउटै परमेश्वरका सन्तान भएका छौँ प्रियहरू। त्यसकारण त हामीले ख्रीष्टको कार्यलाई बुझ्नु जरुरी छ कि ख्रीष्टले कसरी हामीलाई मिलापमा ल्याउनलाई के गर्नुभयो भनेर प्रियहरू। त्यसकारण हामी ख्रीष्टको शरीरमा आउनु जरुरी छ। त्यसैले हामीले बाइबल बोक्दैमा, चर्च आउँदैमा, जयमासी भन्दैमा त्यो ख्रीष्टको शरीरमा सहभागी हुन सक्दैन प्रियहरू। आज तपाईँहरू यहाँनिर हुनुहुन्छ भने तपाईँ पहिला ख्रीष्टमा आउनु जरुरी छ, अनि मात्रै तपाईँले त्यो शरीरमा आउन सक्नुहुन्छ, ख्रीष्टको मण्डलीमा आउन सक्नुहुन्छ प्रियहरू। तर तपाईँ आज मण्डलीमा हुनुहुन्छ र ख्रीष्टको शरीरमा हुनुहुन्न भने प्रियहरू, तपाईँको लागि आज निमन्त्रणा हो, तपाईँ आउनुहोस्, ख्रीष्टमा आउनुहोस्, ख्रीष्टले गर्नुभएको कार्यलाई बुझ्नुहोस्, जान्नुहोस्। उहाँले तपाईँ र मलाई परमेश्वरसँग मिलापमा ल्याउनलाई कल्वरीको क्रुसमा गर्नुभएको कार्यमाथि विश्वास गर्नुहोस्, आफ्ना पापहरू पश्चाताप गर्नुहोस् र आफ्ना जुन विश्वासलाई पुष्टि गर्नलाई पानीको बत्तिस्मा लिनुहोस् प्रियहरू, जसको कारण तपाईँ उहाँको शरीरको मिलापमा आउनुभएको आधार र प्रुफ त्यहाँनिर हुन्छ प्रियहरू। त्यति मात्र होइन, हामी आइसकेका व्यक्तिहरू एकअर्कासँग हाम्रो मिलाप हुनु जरुरी छ प्रियहरू। एकअर्कासँग हाम्रो घनिष्ठ सम्बन्ध हुन जरुरी छ, किनकि ख्रीष्टले तपाईँ र मलाई मिलापमा ल्याउनु भएको छ भने प्रश्न यो हो, के तपाईँको एकअर्कासँग मिलाप छ? यो मिलापको तपाईँको आधार के हो प्रियहरू? के को आधारमा तपाईँ मिलापमा आउनुभएको छ, मिल्नुहुन्छ? त्यो नजिकको सम्बन्ध छ प्रियहरू। यदि भावनाको आधारमा केही समयको लागि मात्र हुन्छ प्रियहरू,
म त म जस्तै रहेछ, दुःख पाएको रहेछ, मेरो जस्तै जीवन जिएको रहेछ, मेरो जस्तै उसको जीवनको ब्याकग्राउन्ड रहेछ, कठिनाइ रहेछ भनेर तपाईँले त्यो आधारमा यदि मिलापमा छ भने त्यो केही समयको लागि मात्रै हुन्छ। यदि जातको आधारमा छ भने तपाईँसँग जुन जात मिल्छ त्यो जातसँग मात्रै हुन्छ, अरूसँग हाम्रो मिलाप हुन सक्दैन प्रियहरू। तर हाम्रो मिलापको एउटै आधार हुनुपर्छ, त्यो कि ख्रीष्टले गर्नुभएको कार्य। त्यसकारण त हामीले मण्डलीमा उहाँको शरीरमा मेलमिलाप हुनु जरुरी छ, मनमुटाव होइन प्रियहरू। मनमुटाव एकदम डरलाग्दो पाप हो उहाँको शरीरमा, किनकि ख्रीष्टले मिलापमा ल्याउनु भएको छ भने अब हामी त्यसलाई फाटोमा ल्याउन सक्दैनौँ प्रियहरू। हामी आनन्द भएर मिलाप भएका व्यक्तिहरूसँगको आराधनामा हामी सहभागी हुन्छौँ। त्यो मिलाप गर्नुहुने ख्रीष्टमा हामी रमाउँछौँ र हामी भन्छौँ ख्रीष्टले गर्नुभएको त्यो कार्यको निम्ति हामी उहाँलाई धन्यवाद दिन्छौँ प्रिय, किनकि उहाँमा हामी साँचो शान्ति पाउँछौँ। यदि तपाईँ यहाँ हुनुहुन्छ र लामो समयदेखि आउनु भएको छ तर साँचो शान्ति र आनन्दमा तपाईँ हुनुहुन्न भने तपाईँले ख्रीष्टले गर्नुभएको त्यो कार्यलाई गम्भीरतासँग बुझ्नु भएको छैन प्रियहरू। जब त्यो ख्रीष्टले तपाईँ र मलाई मिलापमा ल्याउनलाई गर्नुभएको कार्यलाई बुझ्नुहुन्छ अनि तपाईँको हृदयमा शान्ति आनन्दले भरिन्छ प्रियहरू। किन अशान्ति छ, किन मानिसहरू पीडामा छन्, तनावमा छन्, चिन्ता छन्, बोझ रिस क्रोधले दाबिएका छन्? कारण उनको हृदयमा जुन ख्रीष्ट, जुन व्यक्ति हुनुहुन्छ उहाँको शान्तिमा, उहाँ ख्रीष्टमा आएका छैनन् तर बाहिर बाहिर शान्ति खोजिराखेका छन् प्रिय। त्यसकारण ख्रीष्टमा आउनुहोस्, तपाईँले साँचो शान्ति पाउनुहुन्छ। न त तपाईँको करियरमा, न त पैसामा, न त मानमा, न त सम्मानमा, साँचो आनन्द केवल ख्रीष्टमा छ। आमेन। जहाँ हामी साँचो आनन्द पाउँछौँ प्रियहरू, जहाँ हामी साँचो शान्ति पाउँदछौँ, किनकि ख्रीष्टले त्यो मिलापमा ल्याउनु भएको छ। अन्त कुनै पनि शान्ति छैन। तपाईँ कहाँ खोज्दै हुनुहुन्छ, तपाईँ कहाँ हेर्दै हुनुहुन्छ प्रियहरू? ख्रीष्टलाई हेर्नुहोस्, ख्रीष्टले गर्नुभएको कार्यमा भरोसा गर्नुहोस्, उहाँले गर्नुभएको कार्यप्रति धन्यवादी हुनुहोस् कि कसरी मिलापमा ल्याउनु भयो भनेर त्यो प्रभुलाई प्रशंसा गर्नुहोस् प्रियहरू, जसले हामीलाई त्यो ख्रीष्टले गर्नुभएको कार्यलाई याद दिलाउँछ र उहाँको ख्रीष्टले आफ्नो शरीरमा राखिदिनु भएको मण्डलीको त्यो एकताको निम्ति, मिलापको निम्ति हामी धन्यवादी बन्छौँ प्रियहरू। हामीले पद 14 देखि लिएर 16 पदमा ख्रीष्टले हामीलाई मिलापमा ल्याउनु भएको आधारलाई हेऱ्यौँ, हामीले ख्रीष्टको कार्यलाई हेऱ्यौँ, जसले हामीलाई त्यो ख्रीष्टले कसरी मिलापमा ल्याउनलाई कल्वरीको क्रुसमा उहाँले आफ्नो जीवन दिनुभयो, उहाँको कार्यलाई हेऱ्यौँ, कसरी उहाँ शान्तिदाता हुनुहुन्छ, कसरी उहाँले एउटै मिलापमा ल्याउनु भयो भन्ने कुरा हेऱ्यौँ भने अब हामी दोस्रो कुरा हेर्नेछौँ कि हाम्रो मिलापको माध्यम के हो त, कुन माध्यमद्वारा हामी मिलाप भएका छौँ। हामी 17 र 18 पदमा हामी देख्दछौँ प्रियहरू। यहाँनिर 17 पद यसरी सुन्नुहुन्छ, उहाँले आएर तिमी टाढा भएका र नजिक भएकालाई मिलापको सुसमाचार सुनाउनु भयो। कसले? उहाँले भनेको ख्रीष्टले आएर उहाँ आउनुभयो प्रियहरू। उहाँ समयको पूर्णतामा मानिस बनेर आउनुभयो, उहाँ देह धारण गरेर आउनुभयो। उहाँ टाढै बसेर बिचारा मानिस मैले कति राम्रो बनाएको थिएँ, उनी आफ्नै पाप चिन्ताले कति अलग भए, टाढा भए भनेर उहाँले बस्नु भएन, तर उहाँ तपाईँ र मलाई उद्धार, मुक्ति, अनन्त जीवन दिनलाई उहाँ आउनुभयो। उहाँ मानिस बनेर आउनुभयो प्रियहरू, समयको पूर्णतामा आउनुभयो, संसारमा आउनुभयो, ताकि उहाँले जे कुरा ल्याउनु भयो त्यो कुराले हामीलाई मिलापमा ल्यायो। त्यो कुरा नै माध्यम बनिदियो मिलापमा आउनको लागि। हेर्नुहोस् त, यहाँनिर बताएको छ कि उहाँले आएर तिमी टाढा भएका र नजिक भएकालाई मिलापको सुसमाचार सुनाउनु भयो। मिलापको सुसमाचार यहाँनिर सुनाउनु भयो भन्ने क्रियापदको अर्थ हुन्छ उहाँले प्रचार गर्नुभयो। यसले देखाउँछ कि उहाँले सामान्य सन्देश, सामान्य कुरा भन्नु भएन, तर उहाँले शक्तिशाली कुरा भन्नुभयो, शक्तिशाली सन्देश दिनुभयो। त्यो हो उहाँले सुसमाचार दिनुभयो प्रियहरू। कसलाई दिनुभयो? फेरि तिमी टाढा भएका, यहाँनिर पावलले बताउँदैछन्, तिमी टाढा भएका अन्य जातिलाई उनले बताउँदैछन् र नजिक भएकालाई भन्दैछन्, यहुदीहरूलाई भन्दैछन्। उहाँले दुवैलाई के गर्नुभयो? सुसमाचार सुनाउनु भयो। उहाँ आउनुभयो मात्रै ठुलो कुरा होइन, तर उहाँले के ल्याउनु भयो र के दिनुभयो भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण छ, जुन हामी मिलापमा आउनुको माध्यमको रूपमा देख्दछौँ प्रियहरू। उहाँले सुसमाचार ल्याउनु भयो, उहाँले गुड न्युज ल्याउनु भयो। तर प्रश्न यो हो, हामीलाई गुड न्युज किन आवश्यक पर्यो? हामीलाई किन सुसमाचार चाहियो, किन गोस्पाल चाहियो प्रियहरू? किनकि हामीमा ब्याड न्युज थियो, खराब खबर थियो, हामी परमेश्वरको विरुद्धमा थियौँ, हामी पापी थियौँ,
अनि पापीलाई त्यसको पाप क्षमा गर्नको लागि, परमेश्वरसँग मिलाप गर्नको लागि ख्रीष्टले कसरी माध्यम बनाउनु भयो भन्ने कुरा बताउनु एकदमै महत्त्वपूर्ण हुन्छ प्रियहरू। हाम्रो नानीहरूको लागि गुड न्युज बनिन्छ जब उनीहरू इक्जाममा पास हुन्छन्। आमाहरूको लागि गुड न्युज बन्छ जब उनीहरूले नानी जन्माउँछन्। अरू धेरै छन् गुड न्युज हुने कुराहरू जुन छिनेक छन् प्रियहरू। तर साँचो कुरा चाहिँ सुसमाचार। हेर्नुहोस् त, हामी परमेश्वरको विरुद्धमा थियौँ, पापमा थियौँ, तर ख्रीष्टले आएर उहाँले सुसमाचार, त्यो मिलापको सुसमाचार सुनाउनु भयो। यो सबैको लागि भइदियो प्रियहरू, चाहे यहुदी चाहे अन्य जाति, सबैको लागि। त्यसकारण त सुसमाचार केवल अमेरिकनको लागि मात्रै होइन, सुसमाचार हामी नेपालीको लागि मात्रै हो, हामी विभिन्न जातिमा भएका मानिसहरूको लागि हो, भारतीयको लागि पनि हो, पाकिस्तानको लागि पनि हो, तपाईँको लागि पनि हो, मेरो लागि पनि हो प्रियहरू। हरेक जाति, हरेक भाषा, हरेक वर्ण, हरेकको लागि हो प्रियहरू। त्यो सुसमाचार ख्रीष्टले दिनुभयो। त्यसैले त हाम्रो पहिचान सुसमाचारमा छ, त्यो माध्यममा छ प्रियहरू। तपाईको पहिचान जातमा होइन, वर्णमा होइन, भाषामा होइन, तर सुसमाचारमा ख्रीष्टमा हुनु जरुरी छ, साँचो विश्वासमा हुनु जरुरी छ, साँचो येशूको चेला बनेर समर्पित चेला र समर्पित सदस्य भएर हुनु जरुरी छ। आमेन। जहाँनिर हामी साँचो पहिचान पाउँछौँ प्रियहरू। तपाईँ र मेरो धेरै कुरा मिल्दैन प्रियहरू। म कहाँ न कहाँ सल्यान, तपाईहरूले कोही सायद धेरै जानु नै भएको पनि छैन होला। हाम्रो क्षेत्र फरक छ, कुराकानी फरक छ, दूरी छ, भाषा, रहनसहन, बोलीचाली, रुचि केही छैन मिल्ने तपाईँ र मेरोमा। तर एउटै कुरा मिल्छ कि ख्रीष्टले दिनुभएको मिलापको सुसमाचार, जुन कसले दिनुभयो भन्ने कुरा महत्त्वपूर्ण छ, जसको केन्द्र ख्रीष्ट हुनुहुन्छ र उहाँले तपाईँ र मलाई त्यो सुसमाचार दिनुभयो प्रियहरू, जसमा हामी मिलापमा आयौँ, हामी परमेश्वर कहाँ आउने माध्यम सुसमाचार बनिदियो प्रियहरू। हामी आफ्नो स्वार्थको लागि जिउने, आफ्नो इच्छा, मेरो जीवन, अझ नानीहरूको जीवनमा भर्खर स्कुल पढ्ने नानीहरूले भन्छ नि, माई लाइफ माई रुल, मेरो जीवन मेरो नियम। हामी आफ्नो तरिकाले जिउने, आफ्नो स्वार्थको लागि जिउने व्यक्तिलाई उहाँले मण्डलीमा, उहाँको शरीरमा उहाँले मिलाप बनाउनु भयो र एकअर्काको सेवा गर्ने बनाइदिनु भयो। यहाँनिर एफिसीको पत्रमा बताउँछ, तपाईँले यदि 4 अध्यायको 25 देखि लिएर 30 पदमा हेर्नुभयो भने त्यहाँनिर नयाँ गराउनु भएको उद्देश्य, पहिला तिमी चोरी गर्थ्यौ भने अब देऊ, परिवर्तन जीवन जिउनलाई त्यो सुसमाचारले कसरी काम गरेको छ भन्ने कुरा बताएको छ प्रिय। त्यसकारण त तपाईँ र मेरो जीवनमा, तपाईँ र हाम्रो जीवनमा पनि सुसमाचारले काम गरेको छ प्रियहरू। त्यसकारण त हामी एउटालाई दुःख पर्दा हामी सँगै दुःख मनाउँछौँ, कोही आनन्दमा रमाउँदा हामी रमाउँछौँ, हामी एउटै परिवार भएका छौँ, एउटै सेवा गर्छौँ, यसरी घनिष्ठ सम्बन्धमा छौँ। एउटै कारण हो ख्रीष्टले दिनुभएको मेलमिलापको सुसमाचार प्रियहरू। हामीलाई परमेश्वरसँग मिलापमा ल्याउन ख्रीष्टले गर्नुभएको यो कार्य हो प्रियहरू। उहाँले हामीलाई त्यो मेलमिलापको सुसमाचार सुनाउनु मात्रै भएन, तर के गराइदिनु भयो, परमेश्वरसँग मिलापमा राखिदिनु भयो। हेर्नुहोस् त 18 पद, किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौँ। त्यो सुसमाचारको माध्यम कस कहाँ पुग्ने, परमेश्वर पिता कहाँ पुग्नलाई। यहाँनिर पावलले त्यो मिलापको माध्यम सुसमाचार भएको बताउँछन् र उहाँले ख्रीष्टलाई त्यो परमेश्वर कहाँ त्यो बीचमा पुग्ने माध्यम, पुलको रूपमा प्रयोग गर्दछन् प्रियहरू। मानिस र परमेश्वरको बीचमा धेरै ठुलो दूरी थियो प्रियहरू, तर ख्रीष्टले त्यो दूरीमा पुलको काम गरिदिनु भयो। एउटै पवित्र आत्मामा, पवित्र आत्माद्वारा हामी परमेश्वर कहाँ पुग्छौँ, कहाँ पुग्छौँ, परमेश्वर पिता कहाँ। त्यसकारण तपाईँ र मेरो जीवनको उद्देश्य, हाम्रो गन्तव्य केवल पाप क्षमा पाउनु मात्रै होइन, तर जीवित परमेश्वरसँग घनिष्ठ सम्बन्ध राख्नु हो। जुन एक समय तपाईँ र म परमेश्वरका शत्रु थियौँ, अहिले सन्तान बनेका छौँ। कति ठुलो त्यो घनिष्ठ सम्बन्धमा परमेश्वर कहाँ पुग्न ख्रीष्टले सुसमाचारमा काम गर्नुभयो प्रिय। हेर्नुहोस् त, यहाँनिर त्रिएक परमेश्वरको कामलाई हामी यहाँनिर देख्दछौँ। त्रिएक परमेश्वर जुन माध्यमबाट कसरी सुसमाचारलाई यहाँनिर 18 पदमा समेटेको छ। हेर्नुहोस् त, पुत्रद्वारा यहाँनिर पाउँछौँ, उहाँद्वारा भनेको पुत्रद्वारा हामीले कसमा, पवित्र आत्मामा कस कहाँ, पिता कहाँ जाने हामीले
अवसर पाएका छौँ प्रियहरू। पुत्रद्वारा आत्मामा पिता कहाँ एउटै शरीर, एउटै पहुँच, एउटै पहिचान भएको छ तपाईँ र मेरो। तपाईँ र म सुसमाचारद्वारा परमेश्वर कहाँ जान पाएका छौँ प्रियहरू। ख्रीष्टले त्यो पर्खाल भत्काइदिनु भएको छ, हामीलाई मिलापमा ल्याउनु भएको छ। आजको संसारमा तपाईँ र म हेर्छौँ भने प्रियहरू, हामी विभाजन देख्छौँ, जातीयताको विभाजन, वर्गको विभाजन, भेदभावले भरिएको छ। तर मण्डलीमा एकता छ, मिलाप छ। कसको कारण, कसको माध्यम? सुसमाचारको माध्यमबाट प्रियहरू। हामी यसमा आनन्दित नहुने? प्रेरित पावलले यी एफेसीमा भएका विश्वासीहरूलाई याद दिलाउँदैछन्, यहुदी र अन्य जातिको त्यो पृष्ठभूमिलाई उनले बताउँदैछन्, तिमी एफेसीमा भएका विश्वासीहरू पनि आनन्द हौ। अब ख्रीष्ट कहाँ, अब परमेश्वर पिता कहाँ पुग्नलाई तिमी मन्दिरमा जानु पर्दैन, यरुसलेममा जानु पर्दैन, खतना गर्न जानु पर्दैन, तिमी परमेश्वर पिता कहाँ जान सक्छौ भनेर उनी बताउँदैछन् प्रियहरू। हेर्नुहोस् त, पिता कहाँ प्रवेश पाएका छौ भनेर उनले बताउँदैछन्। त्यसकारण परमेश्वर पिता कहाँ जान तपाईँ र मलाई पनि न त बलिदान, न त मन्दिर, न त पुजारी, न त पास्टर, हामी सिधै परमेश्वरसँग बिन्ती गर्न सक्छौँ, उहाँलाई अब्बा र पिता भनी पुकार्न सक्छौँ प्रियहरू। यो अवसर, यो माध्यम मिलापको सुसमाचार हो। आमेन। कति आनन्द छ हेर्नुहोस् त, कति अद्भुत छ। हामी हाम्रो सृष्टिकर्ता परमेश्वरसँगको त्यो सम्बन्धमा जान्छौँ भने प्रियहरू, यो माध्यम जुन छ नि मिलापको सुसमाचार, हामी यसमा रमाउनुपर्छ, यसमा हामी आनन्दित हुनुपर्छ प्रियहरू। यो सुसमाचारमा उद्धार पाएका व्यक्तिहरू तपाईँ र म यहाँ छौँ, हामी आनन्दित हुनु जरुरी छ, हामी ख्रीष्टमा आनन्दित हुनु जरुरी छ र मिलापको सम्बन्धलाई हामीले कायम गर्नु जरुरी छ प्रियहरू। के तपाईँ धन्यवादी हुनुहुन्छ? के तपाईँ यो माध्यम सुसमाचार, मिलापको सुसमाचार परमेश्वरले तपाईँको जीवनमा दिनुभएको कारण उहाँमा धन्यवादी हुनुहुन्छ प्रियहरू? के तपाईँ यो सुसमाचारलाई अझै नजिकसँग बुझ्दै हुनुहुन्छ? यो सुसमाचारमा निर्माण हुँदै हुनुहुन्छ प्रियहरू? या कि त पापमय स्वभावमा निर्माण हुँदै हुनुहुन्छ? यदि पापमय स्वभावमा निर्माण हुँदै हुनुहुन्छ भने यसले तपाईँ र परमेश्वर बीचको दूरीलाई अझै टाढा पुर्याइदिन्छ प्रियहरू। त्यसकारण तपाईँ सुसमाचारमा निर्माण हुनुहोस्, सुसमाचार बढ्नुहोस्, सुसमाचार सुन्नुहोस्, सुसमाचारमा जिउनुहोस् प्रियहरू। किनकि हामी एउटै सुसमाचारमा बोलाएका छौँ। त्यो पिताको इच्छा अनुसार जिउन, त्यो चाहना गर्नु, त्यो सुसमाचारमा बढ्नु, धार्मिकतालाई डोर्याउनु र उहाँमाथि भरोसा राख्नु र त्यो सुसमाचार योग्यको जीवन जिउन तपाईँ र म यहाँ बोलाइएका छौँ प्रियहरू। परिपक्व व्यक्ति पनि कति बेला सुसमाचार योग्य जीवन जिउन चुक्छ पापमय स्वभावको कारणले। जुन उदाहरण हामी फिलिपी 4 अध्यायमा यहुदिया र सन्तुखे यी दुईजना एकदम ईश्वर भक्त दिदी बहिनीहरूको हामी घटना पाउँदछौँ। प्रेरित पावलले यी दिदीबहिनीलाई, जुन मण्डलीमा भएका दिदीबहिनीलाई भन्छन्, एउटै मनको हौ र सुसमाचारमा बाधा नहौ, मिलापको सुसमाचारमा निर्माण हौ भनेर प्रेरित पावलले बताउँदैछन्। किनकि ख्रीष्टले त्यो मिलापको सुसमाचारद्वारा हामीलाई परमेश्वर कहाँ, उहाँको ख्रीष्टको त्यो शरीरमा, मण्डलीमा मिलापमा ल्याउनु भएको छ, भत्काउनु भएको छ भने हाम्रो हृदयमा ती पर्खालहरू नबनाऊ प्रियहरू, जसले हामी उद्धार पाएका त्यो मिलापको सुसमाचारद्वारा नजिकमा आएकाको बीचमा काम गर्दछ। बरु हामी त मिलापमा ल्याउने व्यक्ति बनौँ। त्यसकारण त प्रभु येशू ख्रीष्टले डाँडाको उपदेशमा भन्नुभयो, धन्य हुन् तिनीहरू जसले मेल मिलाप गराउँदछन्। हामी मेल मिलाप कायम गर्ने, शान्ति कायम गर्ने व्यक्ति तब बन्छौँ जब ख्रीष्टले कसरी सुसमाचारको माध्यमबाट हामीलाई परमेश्वर कहाँ ल्याउनु भयो भन्ने कुरा प्रियहरू। हामी यो खण्डमा अद्भुत सुसमाचार पाउँदछौँ जुन ख्रीष्टले गर्नुभयो, जुन ख्रीष्टले तपाईँ र मलाई जुन माध्यम बनाउनु भयो प्रियहरू। त्यसकारण यो सुसमाचार योग्यको जीवन जिउँ, यो सुसमाचारलाई प्रचार गरौँ, यो सुसमाचारमा विश्वास गरौँ, यो सुसमाचारमा निर्माण हौँ। हाम्रो एउटै छ मण्डलीको एकता राख्ने आधार र माध्यम भनेको प्रभु येशू ख्रीष्टले गर्नुभएको कार्य र उहाँको सुसमाचार जसले एकतामा राख्दछ। यदि हामी यी कुराबाट टाढा हुन्छौँ भने विभाजन आउँछ, जुन एकदमै डरलाग्दो कुरा हो। अशान्ति हुन्छ। यदि तपाईँ ख्रीष्टमा, उहाँको सुसमाचारमा हुनुहुन्न भने तपाईले ख्रीष्टले गर्नुभएको कार्यलाई पनि बुझ्नुहुन्न प्रियहरू। त्यसकारण त हामी जब सुसमाचार योग्यको जीवन जिउँछौँ, सुसमाचारको सत्यतालाई बुझ्छौँ भने प्रियहरू, हामी एकसाथ एउटै स्वरमा, एउटै मण्डलीमा, एउटै आत्मामा, एउटै विचार, एउटै उद्देश्य राखेर हामी परमेश्वरको महिमाको लागि भेला हुन्छौँ अनि उहाँलाई आराधना चढाउँछौँ, जसको आधार र जसको माध्यम
केवल सुसमाचार र ख्रीष्टले गर्नुभएको कार्य हो प्रियहरू। त्यसकारण अन्त्यमा प्रियहरू, के तपाईलाई थाहा छ तपाईँ को हुनुहुन्छ? के तपाईलाई थाहा छ तपाईँ मिलापमा आउनुभएको छ? यदि तपाईँ अझै मिलापमा आउनुभएको छैन र यो सुसमाचारमा विश्वास गर्नुभएको छैन भने आजै गर्नुहोस् प्रियहरू। अर्को कुनै माध्यम छैन परमेश्वर कहाँ जाने, हाम्रो सृष्टिकर्ता कहाँ जाने, एउटै हो येशू ख्रीष्ट। त्यसैले त येशू प्रभुले भन्नुभयो बाटो सत्य र जीवन म नै हुँ, वहाँ कहाँ आउनुहोस् प्रियहरू। यदि तपाईँ अशान्तिमा हुनुहुन्छ, तपाईँको हृदयमा अझै त्यो बोझले दाबिनु भएको छ भने प्रभुले भन्नुभयो हे बोझले दाबिएका हो म कहाँ आऊ, ख्रीष्टमा आउनुहोस् अनि ख्रीष्टमा त्यो साँचो शान्ति छ। त्यति मात्र होइन प्रियहरू, हामी मण्डलीमा आएका व्यक्तिहरू, चर्चमा भएका व्यक्तिले पनि यो ख्रीष्टले हामीलाई मिलापमा ल्याउनु भएको आधार र माध्यममा हामी क्लियर हुनु, अझै निर्माण हुनु जरुरी छ प्रियहरू। मिलापको आधार र माध्यम एउटै हो, प्रभु येशू ख्रीष्टले गर्नुभएको कार्य, उहाँको व्यक्तित्व, उहाँले तपाईँ र मलाई दिनुभएको मिलापको सुसमाचार प्रियहरू। यसलाई पक्रिनुहोस्, यही सुसमाचारमा जिउनुहोस्, यसलाई बलियो गरी गाढ धनको रूपमा खोजी गर्नुहोस्, चाहना गर्नुहोस्, यसैमा रमाउनुहोस्, यसलाई नछोड्नुहोस्। यदि तपाईँले यो सुसमाचार र ख्रीष्टले गर्नुभएको कार्यलाई छोड्नुभयो भने प्रियहरू तपाईँ अनुग्रहको सुसमाचारदेखि खस्किनुहुन्छ, तल झर्नुहुनेछ। त्यसकारण प्रियहरू ध्यान दिनुहोस् तपाईँ कसरी निर्माण हुँदै हुनुहुन्छ, ध्यान दिनुहोस् तपाईँ कसरी बढ्दै हुनुहुन्छ विश्वासमा प्रियहरू। ध्यान दिनु जरुरी छ हामी कसरी हिँड्दैछौँ, प्रभुले हामीलाई त्यो अनुग्रहमा डोर्याउनु भएको होस्। आमेन।